बाटो हेर्दा कबाडीदेखि नै वाइगेनआर सुजुकीको यो चाहिँ एक्सिडेन्ट भएको थियो। एक्सिडेन्ट पछि बनाउने काम गर्दैछौँ। अब यसको चाहिँ यो माथि चाहिँ सपोर्ट लाग्छ। यो सपोर्ट चाहिँ काटेर यहाँ निकालिरहेछ। अब यो बन्दैछ अहिले चाहिँ। यसको केही पनि छैन कि सेफ्टीमा चाहिँ एकदमै कमजोर ल वाइगनर नि। अब यो माथिको लागेको सपोर्ट यति कमजोर छ, त्यस पछाडि बनोट त ठोकिँदाखेरि दोब्रिहाल्दो रहेछ। त्यस पछाडि यो पाता पनि लगभग 1 सरो टिनको पाता छ कि यसरी हल्लिरहेछ। यति कमजोर छ नि यो सेफ्टीमा चाहिँ वाइगनर। अब अरू कुरामा सबै कुरामा राम्रो हुँदाहुँदै अब हरेक गाडीको एउटा न एउटा कमजोरी त सबैको हुन्छ। अब यसको चाहिँ सुरक्षाको हिसाबले चाहिँ एकदमै कमजोरी, विशेष गरी यो पाताको टिनको पाता। यसमा अरू गाडीहरूमा लागेको एकदमै राम्रो दह्रो खालको हुन्छ, यसमा चाहिँ त्यो छ। अब अरू काम लगभग हुँदैछ। तलको यो सपोर्ट चाहिँ फेरि दह्रो छ है, यो चाहिँ दह्रो छ। त्यस पछाडि च्यासिसको पनि यता अगाडि हेभी नै आएको छ। तलबाट इम्प्याक्ट पर्दा त खासै ठोकिँदा त त्यत्रो धेरै क्षति नहोला, तर माथिबाट पुग्दाखेरि चाहिँ यो सहितै दोब्रिएर उतैसम्म पुग्ने रहेछ। यो ड्राइभर साइड, यो को ड्राइभर साइड सिट भइहाल्यो। यस्तै छ। यो चाहिँ इन्जिन सिन्जिन निकालेर राखेका छौँ। यो अगाडिको काम सकिए पछाडि त्यस पछाडि फिटिङको काम हुन्छ।